सुकुम्बासी जनता जिन्दाबाद सुकुम्बासी जनता जिन्दाबाद भूमि जनता जिन्दाबाद भूमि जनता जिन्दाबाद आदिवासी जनता जिन्दाबाद आदिवासी जनता जिन्दाबाद काले सरकार जिन्दाबाद काले सरकार जिन्दाबाद राम्रो चस्मा लगाएको हुकुम्बासीको पाहाडवाला चस्मा हो दिउँसोमा कालो हुन्छ रातिमा चिसो हुन्छ त्यसले हुकुम्बासीमा घुस्कियो म 1 वर्ष 2 वर्ष 10 वर्ष भएन म गएको मेरो बाले झन्डै 32-33 वर्ष अगाडि ऐलानी जग्गामा घर बनाएर बसेको हो मेरो आज 2टा कोठाको मात्र घर छ आज पनि 2टा कोठाको मात्र घर छ मेरो तर पनि मान्छे भन्दैछन् फेसबुकमा बोलेकै बारेमा हेरेकै बारेमा हामीले ऐलानी होइन हुकुम्बासी भन्दैछन् अनि हामी के गर्दैछौँ नाति यो अभियान पानी जिल्लामा मात्र चलेर पुग्दैन यो अभियान तुलसीपुर घरैमा मात्र चलेर पुग्दैन केन्द्रले गरेको निर्णय केन्द्रमा फर्काउनलाई देश जातिले जानुपर्छ यो समाज हो सुन्नुहोस् तपाईँ हामी कुरा गर्दै गर्दाखेरि मलाई आन्दोलन कसरी गर्न मन लाग्यो आज तपाईँले कति दिनपछि आन्दोलनको सुरुवात गर्नुभयो कति दिनपछि काङ्ग्रेस सबैभन्दा आन्दोलन कसैले गरेको थियो तन्मयले गरेको थियो तुलसीपुरमा हो कि होइन अनि त्यो आन्दोलन सुरुवात कसरी गर्नु भन्छ म भन्छु तपाईँहरूले सुन्नुहोस् सधैँभरि भाँडाको त तुल्नु होइन सुन्नुहोस् कुरा राति बगरमा बसिरहेको थिएँ म भोलि काठमाडौँ जान तयारी मेरो छोरा 1 वर्ष पुग्यो 1 वर्ष पुग्यो मेरो म्याडम म बस्दै थियौँ दिउँसो हस्पिटलमा लिएर 7-8 दिनका बिरामी भएको साँझपल्ट छोरालाई सेकेर ल्याएर बाबु अब बुढो म त काम गरेर जानुपर्छ आफ्नो त्यो पैसा हेर्न म काठमाडौँ जानुपर्छ भने तयारीमा त साँझको सिडिओको चिठी आउँछ हेर्नुहोस् सिडिओको चिठी आयो हेरेँ हटाउने निर्णय गर्ने रे हामीले हटाउने गर्ने रे त्यसपछि मैले के भने भन्दा मेरो बालाई बा मेरो बा 82 वर्षका छन् आमा 67 वर्ष हुन्छ आमाको एउटा खुट्टा लाग्दैन अझै पनि राम्रो अनि मेरो बालाई मैले भने बा यो त यहाँनिर त यस्तो यस्तो निर्णय गरे नि भन्दाखेरि बाबु त काठमाडौँ जान्छस् केटा आमालाई मात्र 2 जना घरमा हुन्छन् फाल्यो भने के गर्ने कोठा भाडामा लिएर हामीलाई जा भन्नुभयो कोठा भाडामा लिएर हामीलाई जा भन्नुभयो भनेपछि एउटा छोरा हुने कि नहुने मलाई रात पनि डर लागेन तपाईँ भनिपल्ट म बिहानै उठेँ मैले तुलसीपुरभरिका म हो भन्ने मान्छेलाई पनि फोन गरेँ तुलसीपुरभरिका अघि पछि हाम्रो लागि बोल्छु भनेर पनि फोन गरेँ तर कोही बोलेनन् मैले हाम्रा मेयर साहबलाई फोन गरेर बुझ्छु हाम्रो बिहा को हो मैले काङ्ग्रेसलाई पनि फोन गरेँ एमएलएलाई पनि फोन गरेँ माओवादीलाई पनि फोन गरेँ न माओवादी नेता आयो न काङ्ग्रेस नेता आयो न एमालेको नेता आयो लास्ट मैले कहाँ जानु पऱ्यो एमालेको निर्वाचित मेयर टिकाराम खड्कालाई फोन गरेँ टिकाराम सर हामीलाई त घरवास दिनु लागि के छ उपाय आज त निर्णय हुँदैछ नि जिल्लामा आज निर्णय गर्दै हुन्छ नि हाम्रो फाल्नुहुन्छ त तपाईँ पनि त ऐलानीमा बस्नुहुन्छ नि भन्नु होइन हरिशजी म त फाल्दैन कहाँ होला त्यो निर्णय गरेर त म भाग्छु अरू गर्दैन भन्नुभयो दिउँसो एक व्यक्ति र के भयो थाहा छ निर्णय आइदियो सिग्नेचर आइदियो उहाँको नरिवल चौधरीको सिग्नेचर आयो अनि म एक्लै भयो भने लड्नुपर्छ कोही बोलेन म बोल्नुपर्छ भनेर तपाईँहरू आउनुहुन्छ अर्को आउनुहुन्छ यो आन्दोलन ठुलो हुन्छ भनेर सुरु गरेर तुलसीपुरमा एक्लै भए पनि त्यो ब्यानरसहित जानुपर्छ हामी कुनै अव्यवस्थित सुकुम्बासी अगाडि जानुपर्छ पार्टी झन्डा संस्था कोही नभएर पनि हामी एउटा चाहिँ आज जग्गाको लागि पासको लागि लड्नुपर्छ भनेर ब्यानर लिएर तपाईँको तुलसीपुर वीरेन्द्र चोकमा 4 बजी हस्पिटल भयो यो लडाइँ तपाईँको मात्र होइन यो लडाइँ थारूको मात्र दलितको मात्र वर्गको मात्र होइन यो लडाइँ हाम्रो हो त्यस कारणले गर्दाखेरि अब म तपाईँलाई प्रश्न सोध्न चाहन्छु एउटा प्रश्न सोध्न चाहन्छु तपाईँले मलाई जवाब दिनु किन दिनु जवाब दिनु सक्नुहुन्छ कि नै सही र गलत छुट्याउन सक्नुहुन्छ कि नै सही र गलत छुट्याउन सक्नुहुन्छ भने भन्नुहोस् तपाईँका नवराज चौधरीले पार्टीका नेताहरूले यहाँका मेयरहरूले गएर हटाउने सिग्नेचर गर्छन् र तपाईँको पार्टीको
समर्थनमा आउने मान्छे नभएर पार्टीका तिनी समर्थन विरोध नगरेर त्यो लिएर राजीनामा नमागेर कतैबाट हामी अझै पनि कुनै न कुनै पार्टीको झन्डा बोकेर आन्दोलन मान्नाइरहेका छौँ। सही छ सही छ। हामी नेतालाई त्यहाँ माथि पुर्याउन सक्छौँ भने नेतालाई तल झार्न पनि सक्छौँ। त्यस कारणले एउटा राजनीति गर्न नहोस्। आज मैले देखेँ यहाँ राजनीतिकरण भएको हेर्नुहोस्। म दुःख खाएर पर्छु। हिजो खाइनका याद गौटी सबैलाई हराएर रह्यो। मलाई केही साथीहरू भेट्नु भन्नुभयो बाबु भोलि त हाम्रो त गर्नुपर्छ भने बेलुका राजनीति गर्नु नेता बन्नु चाहिँ बन्नुहोस्, चुनाव लड्नु चाहिँ लड्नुहोस्, मलाई मेरो घर बसाइदिनुहोस्, राजनीति नगरिदिनुहोस् भने। तर उहाँहरूले मान्नु हुँदैन। आजभोलि राजनीति गर्नु आइरहेको छ समाजमा। यो जुनिस न फेरि कमेन्ट आउँदै छन् हामीलाई तिम्रो त यो पार्टीको हो नि भन्ने भएको छ। सुकुम्बासी जनता जिन्दाबाद, सुकुम्बासी जनता जिन्दाबाद, जनता जिन्दाबाद, जनता जिन्दाबाद, पुरै बस्तीका मान्छे आएर प्रशासन घेराउ गरेर प्रशासन कब्जा गर्नेसम्म प्रयास गर्न नपरोस्। हामी यहीँबाट भन्न चाहन्छौँ तपाईँहरू आजैबाट सच्चिनुहोस्। गरिब सुकुम्बासी भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा दिनेको साथै डोजर लगाउने काम नगर्नुहोस्, पूर्जा बाँड्ने काम गर्नुहोस्। हामी तपाईँहरूलाई पठाइदिनेछौँ। तपाईँहरूको लागि तपाईँलाई बाटो पनि गर्न चाहन्छु र आदरणीय सरकारका प्रतिनिधि मान्यज्यूहरूलाई म यहीबाट सूचना गर्न चाहन्छु। तपाईँहरू यदि यी सब यहाँ उपस्थित सम्पूर्ण भूमिहीन सुकुम्बासीका भोट पाएर नै तपाईँहरू मन्त्री सांसद बन्नुभएको छ। यदि मन्त्री सांसद भइसकेपछि फेरि पनि भूमिहीन सुकुम्बासी कुनै अर्कै पार्टीका हुन् भन्ने तपाईँहरूको सोच छ भने तपाईँहरू आजबाट सोच्नुहोस्। हाम्रो बाटो बिग्रिसकेको छ र हाम्रो बाटोमा काँडा बिच्छिसकेको छ भन्ने कुरा तपाईँहरू यहीँबाट थाहा पाउनुहोस् भन्ने कुरा म तपाईँहरूलाई अवगत गराउन चाहन्छु। आदरणीय मान्यज्यूहरू, यहाँ उपस्थित सम्पूर्ण मान्यजन र भूमिहीन सुकुम्बासी सबैलाई व्यवस्थापनको लागि तपाईँहरूको पोजिटिभ सोच अगाडि बढोस्। तपाईँको समान अधिकार बिना समृद्धि सम्भव छैन भनेर पोस्टरसम्म ल्याउनु भएको छ, अर्थात् नारासम्म लाउनु भएको छ। तर सरकारले समान अधिकार बनाउँछौँ भने यति धेरै प्रयत्न गरिराखेको छ, यो तपाईँले के गर्नु खोज्नु भयो? सरकारले समान अधिकार हामीले दिएको गर्ने सरकारको हो। समस्या भनेपछि जनतालाई समस्याबाट छुटकारा हुनु पर्यो। के समान अधिकार हामीले पाएको छौँ? अधिकारबाट हामी वञ्चित हुन लाग्यौँ। अहिलेको अवस्थाले गर्दा जनताको बुद्धिवास लाग्यो। हामीलाई सुरक्षा के भयो, के समानता भयो, हामीले त्यहाँबाट पाएको छैनौँ हामीले भन्ने लाग्छ। किनभने सरकारले हामीलाई सूचित गर्न चाहन्छ भनेपछि हामीलाई व्यवस्थित गर्न सकोस् कि जुन ठाउँमा हामी जोखिम अवस्थामा छौँ भने त्यो सरकारले हामीलाई शिक्षा गर्न सकोस्। सरकारले चाह्यो भने हाम्रो शिक्षा गर्न सक्छ। त्यहाँबाट बुझिवास भएर अन्यत्र लग्ने के सरकारको यो चाहना हो, त्यो हामीहरू बुझिवास पनि चाहना हो। हामी त्यसमा सुरक्षित छैनौँ। तपाईँहरूलाई सरकारले सुकुम्बासीहरूलाई सही ठाउँमा बस्न दिने, यो ठाउँमा जोखिम भयो, सुकुम्बासीहरू बसेको ठाउँमा जोखिम भयो र सही ठाउँमा बस्न दिनुपर्छ भनेर उसले सरकारले आफै भनेको छ। तर तपाईँहरू आन्दोलनमा उत्रिराख्नु भएको छ। खास यो किन? हामी आन्दोलनमा उत्रेको होइन। हामीलाई जुन ठाउँ छ त्यही ठाउँ चाहियो, अन्त छैन। तपाईँहरूलाई त्यस्तो ठाउँमा जोखिम छ भनेर सरकारले भनिरहेछ। जोखिम भएपछि अस्पताल किन बस्यो त? हामीले बस्ती अस्पतालै जान्थ्यो त। ए, तपाईँहरू नबसे भयो अस्पतालै जोखिम हुन्थ्यो, तपाईँहरूले अझ अस्पताललाई संरक्षण गरिराखेका छौँ भन्ने कुराहरू भन्न चाहनुभयो। यो तपाईँको गरिब सुकुम्बासी र भूमिहीनलाई बाँच्न दे सरकार भन्ने किसिमका नारा छन्। के तपाईँहरूलाई बाँच्न दिने आधार त बनाउँदैछ भन्छ सरकारले। तपाईँले यो आन्दोलनले खास गर्न खोजेको चाहिँ के हो? अहिले देशभरिमा चुनावलाई सरकारले मत दियो। लोकल चुनाव स्थापित मनोरममा डोचर चलेका, हापातलीमा डोचर चलेका, रूपन्देहीमा डोचर चलेका र जनकपुरमा डोचर चलेका, जुन देशभरि जुन डोचर आतङ्क भइरहेको छ, जहाँनिर सुकुम्बासीलाई बिहान थाहै नदिएर डोचर चलाइएको छ।
जानेर चाहिँ पढ्दा पढ्दै पनि मान्छेले डोजर चलाइएको छ। एउटा बच्चाले बिहान उठेर किताब कपी समाउनु पर्ने स्थिति छ। 10,000 मान्छेहरू बढी विस्थापित भइसकेका छन्। केही पनि सूचना निकालेको छ। लाखौँ जनतालाई विस्थापित गरेर हामीले कस्तो तपाईँको बाँच्न दिएको कुरा गर्दैछौँ। घर भनेको सिमेन्ट र बालुवा मात्रै हो। मान्छेले तपाईँले सल्यानबाट हुकुमबाट रोलमाबाट दाङ्गिने बसेर आउनुभयो। किन आउनुभयो भन्दा रोजगार छ यहाँ, स्वास्थ्य छ यहाँ, शिक्षा छ यहाँ। यहाँनिर त्यसको अवसरमा आउने हो। अनि मान्छेलाई व्यवस्थापन गर्ने नाममा दूरदराजमा राखेर व्यवस्थापन गर्ने कुरा गर्नुहुन्छ। त्यसका लागि हामी भनेका छौँ पहिला व्यवस्थापन गर, पहिला लालपुर्ता दे, हाम्रो अब समस्या समाधान गर, अनि मात्र विस्थापन कुरा गर। होइन भने चाहिँ विस्थापन गरेर व्यवस्थापन हुँदैन। तपाईँहरूको माग खासमा विस्थापन गरेर व्यवस्थापन हुँदैन, तर व्यवस्थापनको उपाय अपनाएर त्यसपछि चाहिँ उपाएर होइन, व्यवस्थापनको उपाय अपनाएर होइन, व्यवस्थापन गरेर। उपाय अपनाएर कुरा होइन, व्यवस्थापन गरेर अनि मात्रै तपाईँको विस्थापन गर्नुपर्दछ। 100 वर्षदेखि बसेका चौधरीहरू जसको लालपुर्ता छैन, तर त्यहीसँग सटेको अर्को वर्ग अर्को जात हुने गरेको हुने खानेको मान्छेको चाहिँ लालपुर्ता आइसकेको छ। अनि त्यसले चाहिँ 100 वर्षदेखि भोक्चलन गर्दै आएको जग्गा अहिले हुँडेर फालिदिनु पर्ने भन्दाखेरि सार्वजनिक संस्थाका जग्गा मात्र कब्जा गरे भन्ने अनि डिभाइड एन्ड रुल गेम खेल्न खोज्नु हो। पहिला टुटाउ फुटाउ उनका लागि हामीले बोलाउँ, हाम्रो लागि नबोलाउँ भन्नु खोज्या हो। हामीले बुझ्दैनौँ। सरकारले भन्नुपर्छ किन निर्णय गर्यो, किन ऐलानी लेख्यो, कागजमा ऐलानी लेख्ने निर्णय गर्ने अनि त्यस पछाडि आएर हामीलाई चाहिँ के भन्ने भन्दाखेरि होइन पहिला त सार्वजनिक जग्गामा चेला मात्रै हो, पहिला त कुनै संस्थाका जग्गामा चेला मात्रै फाल्न खोज्या हो भनेर भरम छिरेर फुट ल्याउने सुकुम्बासीहरूमा भूमिहीनहरूमा फुट ल्याउने, तपाईँको गएर अव्यवस्थितमा फुट ल्याउने अनि राज गर्न खोज्या हो। यो स्वीकारिँदैन। एउटालाई पर्छ भने हामी सबै बोल्छौँ दिन्छ भनेर, अनि अहिले आएर चाहिँ तपाईँहरू फालिदिने भने फालिदिने। किन कर उठाएको, हामीसँग कर किन उठाएको, कर किन लग्ने वडाले, किन स्थानीय सरकार लग्ने, किन 100 वर्षदेखि आ बसेका मान्छे लालपुर्जा पाएनन्? के जग्गा जमिन के हुने खाने वर्ग खल्तीबाट आएको थियो? 100 वर्षदेखि भोक्चलन गरेर आएको जग्गा चाहिँ नहुने अनि अर्काको जग्गा भइदिने। त्यस कारणले गर्दा एउटै बास्केटमा हालेर हुँदैन। फरक फरक समस्याका फरक फरक समाधानसहित आउनुपर्छ, समाधान गर्नुपर्छ अनि विस्थापन गर्नुपर्छ। त्यही नै हो। पहिले समस्या समाधान त्यसपछि विस्थापन भन्ने कुराहरू हो। यही हो कुराकानी। हाम्रो पनि रहर छैन, खोलाको छेउमा बस्न मर्न रोगसँग लड्न रहर छैन। राम्रो ठाउँमा व्यवस्थापन गरेर हामी पनि जाने हो, तर व्यवस्थापन पहिला गर्नुपर्छ। सिधा कुरा तपाईँले के बुझ्नुपर्छ भन्दाखेरि तपाईँले हामीलाई जुन कुरा प्रश्न सोध्दै हुनुहुन्छ यस्तै प्रश्न सरकारलाई पनि सोध्दै सोध्नुहुन्छ। यस्तै प्रश्न उनीहरूलाई पनि आँट गरेको हुन्छ। हामी कपडा राम्रो लाउने बित्तिकै हाम्रो हुकुममा देखिन्छ रुस। गरिबको छोरा भनेको माग्ने हुनुपर्छ भन्ने बुझाइ छ, यो च्यात्तेको कपडा लाउनुपर्छ भन्ने बुझाइ छ। राम्रो कपडा लगाए, राम्रो चस्मा लगाएर राम्रो बोल्यो भने चाहिँ हुकुमबासी भइहाल्यो। बोल्न डराछन् मान्छेहरू, गाली खाइन्छ कि भने हामी गाली खान्छौँ र आन्दोलनमा। त्यस कारणले गर्दा हामीले भनेका छौँ हामी भूमिहीन अव्यवस्थित सुकुम्बासी अभियान यो हामीले तुलसी रोड सुन्तला गरेको अभियान हो। आज देशव्यापी रूपमा सुन्तला गर्छौँ। तपाईँहरूलाई छाना बिना जीवन छैन, हामीलाई घर चाहिन्छ भनेर नारा पनि लेख्नु भएको छ र सरकारले तपाईँहरूलाई घर चाहिँ दिन्छौँ भनिराखेको छ र पनि तपाईँहरूले आन्दोलन गरिराख्नु भएको छ। खास यो किन घर दिन्छु भनेको त जस्तै भूमिहीन सुकुम्बासीहरू बसोबास गर्दै आउनुभएको छ, त्यहाँले छानबिन गरेर त्यहाँले घर दिनुहुन्छ कि पहिले बस्तीमा गएर डोजर लाग्नुहुन्छ? त्यो सरकारको यो नीति नियम मलाई राम्रो लागेको छैन। होइन कतिपय मान्छेहरूले भनिराखेका छन् हामी चाहिँ खुसी छौँ सरकारले चाहिँ सही ठाउँमा ल्याएर बसाइराखेको छ भनेर सुकुम्बासीहरूले नै भनिराखेका देखिन्छ। कसैले आफ्नो खुट्टामा बन्चोर हानेपछि खुसी हुन्छ? त्यसमा कति चोट लाग्छ, कति रगत आउँछ त्यो थाहा पाउनुहुन्न? कोही खुसी छैनन्। त्यो कसैको घरमा डोजर लाउँदाखेरि कोही खुसी हुँदैन। पहिला छानबिन गरेर बल्ल व्यवस्थापन गरेपछि त्यो सरकार हामी सबै सुकुम्बासी सबै मुक्त कमैया कमलरी हामी सबै खुसी हुन्थ्यौँ। अब त्यो जब त्यो छानबिन नगरेर घरमा गएर डोजर लगाइदिन्छ कोही खुसी हुनुहुन्न। कति पीडित हुनुहुन्छ मान्छेहरू। तपाईँले के गर्दा चाहिँ सही हुन्थ्यो सरकारलाई भनेर सजेसन दिन चाहनुहुन्छ? बिना विकल्प उठीबास गर्नु पाइँदैन। जस्तो संविधानमा लेखेको छ, जस्तो संविधान भूमि ऐनमा 8औं संशोधनमा लेखेको छ 18 नियमावली छ। भूमि व्यवस्थापन गरेर भूमिहीन सुकुम्बासीलाई व्यवस्थापन गरेर मात्रै उठीबास गर्ने भनेर राखेको हो। त्यो कुरा त्यो नियम नलिएर उठीबास मात्रै गर्ने त्यहाँले त्यो यो नियम छैन। र भूमिहीन सुकुम्बासीलाई 10 वर्ष बसेको जहाँ बसेको त्यहाँ दिने भन्ने पनि नीति नियम छ, त्यो पनि ल्याउनु भएको छैन। यहाँले सार्वजनिक जग्गामा बस्यो भनेर अधिकार, यो देशको नागरिक होइन जनता, यो देशको त्यहाँको सार्वजनिक सम्पत्ति मात्रै देशको भयो। हामी जनता नागरिक, हामी विदेशको हो। यो हाम्रो यो सरकारले अहिलेको सरकारले बालेन सरकारले गरेको काम कति राम्रो छैन। सरकारले यो सुकुम्बासी बस्तीमा बसेका जनताहरूलाई अझ सही ठाउँमा बसाल्ने र लालपुर्जासम्म दिने भन्ने सरकारले जनतालाई भनिराखेको छ र पनि सुकुम्बासीले त्यही नै जग्गा चाहिनुपर्छ भन्ने कुराहरू सही हुन सक्छ र? जुन सुरक्षित ठाउँ छ, जुन बसोबासको राम्रो छ, सुरक्षित ठाउँ छ, त्यसलाई कुनै तटबन्ध गरेर हुन्छ कि कुनै व्यवस्थापन गरेर हुन्छ कि त्यो सुरक्षित ठाउँ छ भनेपछि त्यसलाई संरक्षण गरेर त्यसलाई जहाँ जहिरहनुमा छ त्यसलाई ती दिन ठिक हुन्छ। तर जोखिमपूर्ण ठाउँ छ भनेपछि
त्यहाँले व्यवस्थापन गरेर पुनः व्यवस्थापन गर्न सक्नुहुन्छ। अझै त्यो गाउँमा 5 कट्ठा दिने भनेको छ, सहरमा 2 कट्ठा दिने भनेर त्यस्तो नियम लिएर आएकोमा त्योमा त म सहमति छु। तर पनि अहिलेको जुन बिना विकल्प केही नदेखिन डोजर लाउने, आतङ्क मचाउने, कस्ता सानसाना बालबालिकालाई तरास दिने, बुढा आमालाई बिचली बनाउने, अनि सुत्केरी महिला खाना रास नदिने, अहिले कस्तो टुरी खेलमा खाना नपाई भित्रबाट बाहिर बन्दिस्त भएर बस्नु भएको छ। यो भएर राज्यले मानव हिनन गरिरहेछ, मानवलाई अन्य अत्याचार गरिरहेछ, यो लागु छ। तपाईँले गरिबको बोलिदिने कोही छैन भनेर नारा समात्नु भएको छ। सरकार गरिबको लागि बोलिरहेछ, तर तपाईँहरूले नसुन्नु भयो कि नदेख्नु भयो कि के गर्नुभयो खासमा? आज गरिबको लागि सरकार बोलिदिने भइरहेको भए हामी यस ठाउँमा आउने पनि थिएनौँ। आफ्नो घर छोडेर, काम छोडेर, बस्ती छोडेर, बच्चा बच्ची छोडेर हामीले बिहानदेखि साँझसम्म काम गरेर खाने व्यक्तिहरू हामी त्यो ठाउँमा, जुन ठाउँमा अहिले सरकारले उठाउने भनिरहेको छ, यो हस्पिटलले मेन गरी त यो राप्ती प्रतिष्ठान हस्पिटलले उठाउने भनिरहेको छ। त्यस ठाउँबाट हामी यस्तो रोडमा किन आइरहेको छौँ भनेपछि सरकारले हाम्रो कुरा सुनेको छैन। आएर हाम्रो घरभित्र आएर हाम्रो अवस्थाहरू देखेकै छैन। हाम्रो गरिबी कस्तो छ, त्यो ठाउँमा बसेर हामीले कस्तो तरिकाले त्यो घर उपाएका छौँ, कस्तो तरिकाले बालबच्चा पालेका छौँ, कस्तो तरिकाले हामी साँझ बिहानको छाक पारिरहेछौँ भनेर हामीलाई सरकारले हाम्रो घरभित्रको अवस्था कहिले पनि हेरेको छैन। अनि फेरि यो हस्पिटलले पनि हेरेको छैन। अहिले सरकारले त तपाईँको भन्दैछ कि हामी भूमिहीन नागरिकलाई व्यवस्थित जग्गा जमिन दिनेछौँ, व्यवस्थित लाल पूर्जा दिनेछौँ भन्दैछ नि। फेरि सरकारले सही ठाउँ बसाल्छु भनेर मात्र पनि हुन्न। अहिले हाम्रो घर अवस्था हेर्न जानु, सरकारले बसाल्ने ठाउँ कहाँ बसाल्छ त? अहिले हामी पहाडतिर गएर पनि बस्न सक्दैनौँ, सुविधा नभएकै ठाउँमा गएर पनि बस्न सक्दैनौँ। अहिले हामी यो ठाउँमा बसेका छौँ भने त बच्चा पढ्ने छ, अनि हामी आफै पनि बिहान दिउँसो काम गरेर साँझ जुटाएर खाने छ। सरकारले व्यवस्थापन गर्छ त कुन ठाउँमा गर्छ र कहाँ गर्छ, कसरी गर्छ? गर्ने वजह अहिलेसम्म किन गरिरहेको छैन त? अहिले काठमाडौँको हामीले तिनी सुकुमासीलाई हेर्न जाने हो भनेपछि हेर्ने हो भनेपछि अहिले हामी वहीँ गएर हेर्न नसकिने यो टाढाको अवस्थाबाट हामीले हेरिरहेछौँ। उनीहरूको अवस्था कस्तो छ भनेपछि सरकारले हेरेछ त भनेछ, तर त्यो ठाउँमा गएर हामीले हेर्ने भने तिनीहरूले खान पनि पाइरहेका छैनन्, आफ्नो बच्चालाई राम्रोसँग सुताउन पनि पाइरहेका छैनन्, राम्रोसँग उनीहरूको ख्याल राख्न पनि पाइरहेका छैन। सरकारले कहाँनिर हेरेछ त? त्यति नजिकको सरकारले त हेर्न सकेका छैन भनेपछि हामी त टाढा छौँ, हामीले कसरी हेर्छ त? सरकारले कहाँनिर हेर्छ हामीलाई? यदि सरकारले हाम्रो भनाइ, हाम्रो आँसु अनि हाम्रो पीडा बुझ्ने भइदिएको भए हामी यसरी रोडमा आउनै पर्ने थिएन। हामी रुँदै आएका छौँ। अहिले हाम्रो समाजलाई सोध्नुहोस्, हाम्रो त्यो ठाउँबाट आएका बस्तीहरूलाई सोध्नु, कति व्यक्तिले त खाना पनि नखाएर आउनु भएको छ। राति निद लाग्दैन, दिउँसो भोक लाग्दैन, कहाँ जाऊँ र हाम्रो बासहरूलाई बचाऊँ, हाम्रो यो बस्ने सानो झुपडीलाई कसरी हामीले बचाउने होला भन्नेतर्फ हामी। नमस्कार, मेरो नाम चाहिँ सिरेश नेपाली। म चाहिँ यो पुलटोक फुलगाउँ टोल विकास संस्थाको सचिव पनि हो। हामी यो टोलमा चाहिँ लगभग 2051 सालदेखि बस्दै आएका हौँ। अनि 52 सालमा चाहिँ नापी भयो र कतिपयको नाममा चाहिँ भूमि अधिकार आयोगबाट चाहिँ पूर्जा पनि आएको छ। र त्यसपछि फेरि 2077 सालमा चाहिँ भूमि अधिकार मञ्च स्थानीय लगायत स्थानीय सरकारबाट चाहिँ हामीले चाहिँ त्यो जग्गाको सेतो निशापत्र चाहिँ पाइसकेका छौँ। तपाईँले त्यही ठाउँ हुनुपर्छ भन्ने तपाईँको पनि माग हो र? हाम्रो अडान चाहिँ के हो भने हामी बसेको जग्गा चाहिँ शुद्ध ऐलानीमा पर्छ। हाम्रो जग्गा र हस्पिटलको जग्गाको बिचमा चाहिँ हस्पिटलले दुई पटक तारबार गरेर नाप जाँच गरिसकेपछि तारबार दुई पटक लगाइसकेको छ होइन। हामी बसेको जग्गा चाहिँ शुद्ध ऐलानी हो। हामी यदि चाहिँ जनता त्यो ऐलानीमा बस्न पाउँदैन भने के सरकार हस्पिटलकै बस्न पाउँछ त भन्ने चाहिँ हाम्रो पहिलो प्रश्न। यदि चाहिँ हामीलाई त्यही ठाउँमै पूर्जा दिएर त्यही ठाउँमा सरकारले बसाओस् भन्ने चाहिँ हाम्रो माग हो। यदि सरकारले चाहिँ पूर्जा दिन सक्दैन, ऐलानीलाई उठाउने कुरा छ भन्ने चाहिँ हामीलाई अन्यत्र हामीसँग समन्वय गरेर, हामीसँग छलफल गरेर हामीलाई अन्यत्र चाहिँ घरबास सहितको व्यवस्थापन गऱ्यो भने चाहिँ सरकारले तपाईँहरूसँग समन्वय गरेर एउटा घरबास सहित अन्यत्र यही सेरोफेरोमा जग्गा दिए तपाईँहरू खुसी हुनुहुन्छ? हजुर, हामीलाई घरबास सहित अन्यत्र व्यवस्थापन गर्नु पर्यो र हामी जानुभन्दा पहिला चाहिँ हामी त्यहाँ गइसकेपछि पनि ठिक छ ल, हाम्रो हातमा चाहिँ लाल पूर्जा दिनु पर्यो भन्ने कुरा हो। तपाईँहरूको हातमा लाल पूर्जा सहित एउटा जग्गा हुनु पर्यो, जग्गा घर बस्ने बास चाहिँ हुनु पर्यो। हजुर, पूर्जा हुनु पर्यो, त्यसपछि जग्गामा चाहिँ हामीलाई घरबासको व्यवस्थापन हुनु पर्यो। होइन भने हाम्रो चाहिँ यहाँ कति अपाङ्गहरू हुनुहुन्छ, कति मागेर खानेहरू हुनुहुन्छ होइन। अब उहाँहरूले चाहिँ जग्गा मात्र, सरकारले हामीलाई जग्गा मात्र दिएर हामीसँग घर बनाउन सक्ने हैसियत छैन। काठमाडौँको जस्तो उहाँहरू अहिले पानी आउँदा वर्षामा कसरी बिचल्ली हुनु भएको छ, भोलि हाम्रो पनि त्यो अवस्था नआउला भन्न सकिन्न।
त्यो भएको हुनाले हामीलाई चाहिँ घर जग्गा सहित लाल पूर्जा दिनु पर्यो, हामीले अन्त व्यवस्थापन गर्नु पर्यो। त्यसको लागि चाहिँ हामी जान तयार छौँ। होइन भने चाहिँ सरकारले हामीलाई त्यही ठाउँमा लाल पूर्जा दियोस्, हामी त्यो ठाउँ छोड्नेवाला छैनौँ। हस्, धन्यवाद। हस्, नमस्कार।